यो हो एक गरिब परिवारको कथा जहाँ एक मजदुरी गर्ने बुबाले उच्च शिक्षाको लागि छोरालाई काठमाडौँ पठाउँछन् र कथा सुरु हुन्छ। दाजु यो ब्रदर बोइस्टर कता हो? सिधै अगाडि जाउँ न पाइहाल्छ। आशिष चौधरी हजुर स्वागत छ पार्टनरलाई काठमाडौँमा। यो खादिन म। बस्ने राजधानी काठमाडौँमा रक्सी चुरोट खाँदिन। सिक्नुपर्छ मेरो राजा, सिक्नुपर्छ। हेलो बाबु, के छ? पढाइ कस्तो चल्दैछ? ठिक छ ड्याड, पढाइ राम्रो छ। धेरै पढेस् है बाबु। हुन्छ ड्याड। रक्सी पनि सक्यो, पैसा पनि सक्यो। के अरे गाई मर्यो? धनिक बाउको चल्यो। म मगाउँछु पैसा म। हेलो भन्छ बाबु। कपी किताब किन्नु पर्यो, 10,000 जति पठाइदिनु त। एकैछिनै बाबु म पठाइदिइहाल्छु। हेलो बाबु, मैले पैसा पठाइदिएँ है, लिएर कपी किताब किनिहाल है। हस्, थ्याङ्क यू, आई लभ यु ड्याड। हेलो बाबु। हेलो ड्याड, कलेजको फिस तिर्नु पर्यो, पैसा पठाइदिनु न। त चिन्ता लिँदै नले है, म पठाइदिइहाल्छु ल। एका मिची बासा बासा ट्राई एका ट्रायल मेरो खायो। पाँच दिन भइसक्यो, औषधि खाँदा नि निको हुँदैन त्यो खोकी। काठमाडौँ जानु पर्यो, छोरालाई नि भेट्छु, उपचार नि गर्नु पर्यो। बाबु म एकदम बिरामी भयो बाबु, म भोलि बिहानै काठमाडौँको लागि हिँड्छु। साँझ दिन आइन्छ है। हुन्छ ड्याड। उता चेकअप गराए भइहाल्थ्यो नि, पैसा खर्च गर्ने यहाँ काठमाडौँ आउनु पर्ने बुढोलाई। ओइ मुला त कहाँ जानु लाग्यो?